हेलो हेलो साथीहरू, म चाहिँ राति यसो निस्केको है बाहिर। शीतल हावा नि आउँछ होइन, एक्सर्साइज पनि हुने हल्का, अनि निस्केको बाहिर है। म चाहिँ रुमको यता वरिपरि हिँड्नलाई। म एक्लै हिँडिरहेको छु होइन, यहाँ मेरो चाहिँ साथी उतै हो है। मलाई चाहिँ के लाग्यो भने साथीहरू यो देखेर, यति धेरै रुमहरू छ होइन, यहाँ यति धेरै मान्छेहरू बस्छ है, तर पनि हो हल्ला केही छैन क्या, सुनसान छ है यहाँ चाहिँ। अब नेपालमा यस्तो भए कति हो हल्ला डाङडाङ डुडुङ हुन्थ्यो होला है। म चाहिँ सोध्छु कि कहिलेकाहीँ हाम्रो नेपालमा नि यस्तो भइदियो हुन्थ्यो होइन। यस्तरी टक्क बेलुका आयो, गाडी राख्यो है घरमा, बस्यो, बिहान उठ्यो, ड्युटी गयो। यस्तो भए हाम्रो नि जिन्दगी कस्तो आनन्द हुन्थ्यो होला होइन साथीहरू। कल्पना गर्नु त एकचोटि, एउटा गाडी होस्, एउटा फ्यामिली अट्ने घर होस्, अनि त्यो घरमा शान्तना होस् भन्ने त सबैलाई लाग्छ नि त होइन। त्यही भएर विचार गर्छु, म धेरै अनुभव गर्छु होइन। म नेपालमा भए अल्लो घरको पल्लो घरको कुरा बोकाबोक गरेर, लडाइँ गरेर, बाजेर होइन, यतिकै दिन त गइहाल्थ्यो, रात पनि झगडै गरेर जान्थ्यो होला होइन। यहाँ चाहिँ सुनसान छ, केही छैन, आनन्द आफ्नो आफ्नो तालमा सबैजना। कहिले भन्ने हो हाम्रो नेपाल साथीहरू, यस्तो कहिले भन्ने हो? सोच्दा सोच्दै मरिएला जस्तो हुन्छ कि हो कि होइन साथी। हामी आफै अन्त मूर्ख छौँ नि त हामी नै। जुन नेताहरूले हामीलाई बारम्बार धोका दिन्छ, त्यही नेताहरूलाई भोट दिएर जिताएर माथि पुर्याउने मात्रै गर्छौँ होइन। त्यही भएर साथीहरू, अब हामी जाग्नुपर्छ, धेरै ढिला गर्नु हुँदैन है। यति भन्दै म चाहिँ आजलाई गुड नाइट भन्न चाहन्छु साथीहरू। मलाई लागेको थोरै सानो कुरा सेयर गर्नु मात्रै खोजेको है साथीहरूलाई। ओके, बाई बाई, गुड नाइट साथीहरू।